जसले तपाईँको घर भत्काउन आउँछ यत्रो हुनुहुँदो रहेछ त यहाँ कति कति हुनुहुन्छ यहाँ भूमिविहीन कति हुनुहुन्छ यहाँ 800 धुरी भनी काठमाडौँभरि कति छन् अनि 67 वर्षी भनेपछि त त्यसै पनि 67 भनेपछि त झन्डै 2 लाख जति मान्छेहरू छन् त अनि अस्तिको आन्दोलनमा त्यति मान्छे थिएन नि त जसले घर भत्काउन आउँछ त्यसैको घर भत्काउनुहोस् जसले लसार पसार गर्छ उसैको बुढीलाई लसार पसार गर्नुहोस् अनि चेतना खुल्छ गरिबको घर भत्काउँदाखेरि नि कतै तपाईको घर पो भत्किने हो कि त्यो पनि ख्याल गर्नुहोस् त्यसले गर्दाखेरि यो दुर्गा परसाईले उचालो दुर्गा परसाईले बौकायो भनेर तपाईहरु नलाग्नुहोस् म बालनलाई भन्छु त बालनजी तपाईको दम छ भने नि बाल मन्दिर उठाउनुहोस् न पहिला बाल मन्दिर खाली गर्नुहोस् पशुपतिको खाली गर्नुहोस् तपाईले साच्चै आमाको दुध पिएको छ भने बालनजी बसन्त चौधरीले हडपेको छ नर्भिक हस्पिटल त्यो खाली गरेर देखाउनुहोस् त अनि यो सुकुम्बासी खाली गर्न आउनुहोस्।